हेलो गाइस, फेरि पनि तपाईँहरूलाई मेरो ब्लगमा स्वागत छ। र गाइस, हिजो भने चाहिँ म काकाको घरमा आएको थिएँ गाइस। किनभने काका एक दुई दिन नभ्याउनुले गर्दाखेरि मेरो गाडी एक दुई दिन गेजिङ सर्भिस कुदाउ न भनेर मलाई काकाले भन्नुभयो। किनभने मेरो गाडीको त अब सिजन मात्रै हो, ट्रन त मेरो गाडीको छैन भनेर मैले यसो घरमा बसिबस्नु भन्दाखेरि हुन्छ भनेर गाइस म बेलुका काकाको घरमा आएँ र आज बिहानै म ट्रनमा आएको छु। बिहान 8 बजी नाम्चीबाट हिँड्नुपर्ने, 7:30 बजी प्लाजा आइपुगेँ गाइस। मेरो गाडीमा मान्छे पनि भरिसकेको थिएछ, एकैजना मात्रै चाहिएको थियो र त्यहाँनिर 5 मिनट बस्दै एकजना आइहाल्यो र गाइस सबैजनालाई गाडीमा हालेर हामी निस्क्यौँ प्लाजाबाट। र गाइस हाम्रो रुट चाहिँ रहेको छ कामराङ कलेज भएर यता किचिडुम्रा ब्रिज अब तपाईँले देख्न सक्नुहुँदैछ। यो ब्रिज क्रस गरेर चाहिँ हामी वेस्ट सिक्किम एन्टर गर्छौँ साउथबाट। र गाइस यहाँबाट हामी 15 मिनट हिँड्दाखेरि गाइस हामी रेसी पुग्छौँ है। त्यहाँबाट 15 मिनट बाद चाहिँ हामी लेक्से पुग्नेछौँ। र गाइस अहिले भने चाहिँ हामी रेसीको टनल आइसक्यौँ है। र यो चाहिँ एकदम सिक्किमको धेरै लामो टनल छ, तपाईँले देख्न सक्नुहुँदैछ गाइस है। र गाइस अहिले भने चाहिँ यताको बाटो चाहिँ धेरै मजाले यता टाइल्सहरू मजाले बिछाएर बनाउँदै गरेको मैले देखेँ है। निकै खाल्टाखुल्टीहरू थियो। र गाइस अहिले भने चाहिँ हामी लेक्से पाइसकिसकेका छौँ। तपाईँले लेक्सेको नजारा देख्नुहुँदो रहेछ। यहाँ मुनिपट्टि शिव मन्दिर पनि छ र त्यो मन्दिर एकदम पुरानो मन्दिर रहेको छ, धेरै वर्ष अगाडिदेखिको गाइस है। र अहिले अब भने चाहिँ गाइस लेक्सेबाट चाहिँ भनेको 13 किलोमिटर एप्रोक्सिमेटली हुनसक्छ है। र गाइस हामी 40 मिनटभित्रमा गेजिङ पुग्नेछौँ। र गाइस बाटो एकदम क्लियर भएकोले गर्दाखेरि हामी स्ट्यान्ड छिटो पुग्यौँ गेजिङमा है। र मैले गाडीलाई आफ्नो पार्क गरेर सबै पेसेन्जरहरूलाई झारी दिएँ र 2जना पेसेन्जर फेरि फर्किँदा पनि हामी रिटर्न हुन्छौँ, बुक गरिदिइराख्नु भनेर चाहिँ म पर गएर बुक गरेँ है। अलरेडी हाम्रो 4जनाको बुक भइसकेको रहेछ। र त्यो सकेर चाहिँ म अब खाना खानु जान्छु गाइस है। किनभने हाम्रो अहिले 10:30 हाम्रो गइसक्यो गाइस है। र हाम्रो यहाँबाट रिटर्निङ टाइम चाहिँ 12:15मा चाहिँ हामी यहाँबाट निस्किनु पर्ने हुन्छ गाइस है। र त्यस प्रकारले गर्दा म खानासाना छिटो खाएर बाहिर निस्किन्छु गाइस है। हाम्रो मान्छे एकदम 7जना पुगिसकेको छ, 4जना चाहिँ काउन्टरबाट टिकट गएको छ र 3जना मेरो एक्स्ट्रा मान्छे छ है। र गाइस अब हामी त्यहाँबाट 7जना मात्रै मान्छे लिएर जानुपर्ने हुने रहेछ, किनभने हाम्रो टाइम भइसक्यो गाइस है। र अब हामी त्यहाँबाट 7जना मान्छे लिएर त्यहाँबाट म निस्किसकेँ गेजिङबाट है। र आज सन्डे पनि भएकोले गर्दा होला गाइस एकदम बाटो चाहिँ एकदम खुल्ला थियो। हामी छिटो गरेर लेक्से पनि पुगिहाल्यौँ आधी घन्टाभित्रमा। र गाइस है अब भने चाहिँ हामी गएर सिधै नाम्ची प्लाजामा गएर गाडी रोक्नेछौँ गाइस है। एकजना पेसेन्जरको अलिकति छिटो पुग्नु पर्नेले गर्दाखेरि हामी सिधै गएर नाम्चीमा रोक्नेछौँ, किनभने गाइस अलिकति अफिसियल काम रहेछ। र त्यही भएर हामी रेसी बजार अहिले गाइस क्रस गर्दैछौँ है। र अब यहाँबाट भने चाहिँ गाइस हाम्रो नाम्ची चाहिँ तकरिबन 13 किलोमिटर रहेको छ गाइस है। र अब हामी यहाँबाट एप्रोक्सिमेटली आधी घन्टा 35 मिनटमा चाहिँ हामी माथि नाम्ची पुग्नेछौँ गाइस है। अहिले भने चाहिँ हाम्रो गाडीमा टाइम 1:30 भएको छ। र गाइस फाइनली हामी नाम्ची पुगिसकेका छौँ र सबै पेसेन्जरलाई टाइममै ड्रप गरेर मैले गाडी प्लाजामा पार्क गरेँ। र गाइस एकछिन बाहिर निस्केँ, किनभने हाम्रो सबै साथीहरू दाजुहरूको आज ट्रन थिएछ 8 नम्बरको नाम्ची जोरथाङको। र सबैसँग मिलेर हाई हेलो गरेर चाहिँ गाइस म अब फर्किन लागेँ आफ्नो घरतर्फ। र आजको ब्लग के कसो लाग्यो गाइस कमेन्ट सेक्सनमा बताइदिनु होला। भन्दै भेट्नेछौँ फेरि पनि नेक्स्ट ब्लगमा।